हामी सधैँ किन यो आऊ ओ आऊ भनिरहेका हुन्छौँ। देश हामी सबैको होइन र। म एउटा सानो उदाहरण दिन्छु। बच्चाहरू अप्ठ्यारो ठाउँमा खेल्दै गर्दा हामीले यो ठाउँमा नखेल, चोट लाग्न सक्छ भन्छौँ। जब चोट लाग्दछ नि तब पीडा त्यसको केवल त्यो व्यक्तिलाई हुन्छ जसलाई पर्दछ। अरू सबैले सहानुभूति मात्र दिने हो, सान्त्वना मात्र दिने हो। त्यसले त्यसको पीडामा कति कमी हुन्छ त्यो थाहा भएन, तर उसलाई थोरै हौसला चाहिँ मिल्दछ। आज देशको अवस्था एकदमै नाजुक भइरहेको छ र यसरी नै त्यो बच्चालाई चोट लागे जस्तै आज विभिन्न क्षेत्रहरूमा विभिन्न स्थानमा एक दुईजना केही व्यक्तिहरूलाई चोट लागिरहेको छ र अरूले सहानुभूति दिने कार्य गरिरहेका छौँ। तर यस्तै रहे देशको अवस्था यस्तो हुनेछ कि हामी सबैलाई चोट लाग्नेछ र त्यतिखेर सहानुभूति दिन सक्ने अवस्थामा कोही हुने छैन। के त्यो अवस्थाको पर्खाइमा बस्ने हो त हामी? त्यो अवस्था नआउन दिनलाई कति राम्रो होला, होइन र? सबैलाई याद होला केही वर्ष अगाडि एकजनाले आत्मदाह गर्नुभएको थियो। यदि त्यस्तो अवस्था हामी सबैको आयो भने के हुन्छ? कृपया समयमा नै सोच्नुहोस्। देश रहे नै हामी सबै रहने हो, देश नरहे केही रहँदैन। धन्यवाद।